नमस्कार साथीहरू, स्वागत छ यहाँहरूलाई मेरो युट्युब च्यानल मैसाजोजामा। आज म तपाईहरुलाई लिएर आएको छु कीर्तिपुर स्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाली क्रिकेटको एक प्रमुख केन्द्र, जहाँ अहिले सुधार र स्तरोन्नति काम तीव्र गतिमा अघि बढिरहेको छ। तपाईँ देख्न सक्नुहुन्छ कामदारहरू व्यस्त छन्। सिमेन्ट मिसाउने, सरिया बिछ्याउने र संरचनाहरू बलियो बनाउने काम निरन्तर चलिरहेको छ। यो सब काम अहिले नयाँ प्यारापिट बनाउने र दर्शकहरूको सिट व्यवस्थापनलाई स्तरीय बनाउने लक्ष्यहित भइरहेको हो। यी सबै संरचनागत सुधारहरूले गर्दा भविष्यमा यहाँ खेलहरू नआउने दर्शकहरूले अझ आरामदायी र सुरक्षित अनुभव प्राप्त गर्नेछन्। अहिलेको यो कामको माध्यमबाट मैदानमा नयाँ बस्ने सिटहरू, बलियो आधार र राम्रो व्यवस्थापनका सङ्केतहरू प्रष्ट देख्न सकिन्छ। नेपाल क्रिकेट संज्ञानको अगुवाईमा यो काम अघि बढाएको हो र मैदानलाई अन्तर्राष्ट्रिय मापदण्डमा पुर्याउने योजना अन्तर्गत सुधार भइरहेको हो। हिजोका दिनमा जहाँ सिटको अभाव, प्यारापिटको कमजोरी र दर्शकहरूको असुविधा देखिन्थ्यो, त्यहाँ अब व्यवस्थित सुधार हुँदै, जुन हामी सबै नेपाली क्रिकेट प्रेमीहरूका लागि खुसीको कुरा हो। निकट भविष्यमा पनि हामीले यही मैदानमा अझ ठुलो प्रतियोगिता, अन्तर्राष्ट्रिय टुर्नामेन्ट र गौरवपूर्ण क्षणहरू खाँची बन्ने अपेक्षा गर्न सकिन्छ। नेपाल क्रिकेट सङ्घको पहलमा भइरहेको यो स्तरोन्नतिको कामले भविष्यमा खेलाडी, दर्शक र आयोजक सबैलाई अझ राम्रो अनुभव दिलाउनेछ। आशा गरौँ छिट्टै नै हामीले यही मैदानमा ऐतिहासिक खेल, अविस्मरणीय क्षणहरू र गौरवपूर्ण जितहरू सँगै हेर्न पाउनेछौँ। यदि तपाईँलाई यो जानकारी उपयोगी लाग्यो भने कृपया लाइक, कमेन्ट र सब्सक्राइब गर्न नबिर्सनुहोला। जय नेपाली क्रिकेट।